गाइज वेलकम ब्याक टु माई च्यानल। हजुरहरूलाई स्वागत छ मिस्टी ब्लगमा होइन गाइज। आज चाहिँ हाम्रो घरमा दिदीले आँपको अचार बनाउनु लाउनु भएको छ। सुरुदेखि नै स्टार्ट गरेको नि म हजुरहरूलाई देखाउने छु। यसको देख्न सक्नुहुन्छ गाइज, यहाँ चाहिँ आँपहरू छ होइन। यहाँ चाहिँ कटिङ भइरहेको छ गाइज, यता राखिरहनु भएको छ गाइज। अनि हाम्रो घरमा चाहिँ के बन्दैछ सब हजुरहरूलाई म सुरुदेखि नै देखाउने छु है त। अहिलेको लागि चाहिँ बाई बाई। हेर्नुहोस् है गाइज, कटिङ भइरहेछ। यता आँप छ, यता दिदी बनाउनुभएको छ, यता म छु, यता टिभी छ, हाम्रो हल कोठा गाइज। ल है गाइज, अहिले चाहिँ आँपलाई घाममा सुकाएर यता भित्र लिएर आएको अवस्था। अब बेलुकातिर चाहिँ अचार मोलेर डब्बामा राखिन्छ। त्यो पनि हजुरहरूलाई म देखाउने नै छु। बाई बाई। आँपलाई त सुकाएर ल्याइयो, तर आँप यता भित्र ल्याउने बित्तिकै बाहिर चाहिँ हावाहुरी बतास आउँदैछ है त गाइस। हावाहुरी आउँदैछ, म तपाईँहरूलाई देखाउने छु है त। कालो निलो भएर आइरहेको छ क्या हावाहुरी, हेर्न सक्नुहुन्छ है गाइस। ए हुरी आइरहेको, हेर्नुहोस् गाइस, यस्तो भएको छ। निलो र कालो हुँदै आइरहेको, हेर्न सक्नुहुन्छ है गाइस। हावाहुरी यस्तो आइरहेको छ गाइस, हेर्न सक्नुहुन्छ। आहा, कति आनन्द आएको गाइस, तपाईँहरू ल्याउनु सक्नुहुन्छ। यता हाम्रो घरको मान्छे, यता छु म, यता छ हाम्रो पप्पी। हेर्नुहोस् है गाइस, यो पनि डराइरहेछ। हावाहुरी आउने बित्तिकै कुनामा जान्छ भनेको कि डराइरहेछ। अनि हाम्रो चाहिँ बिउ राख्नलाई के धान रोप्नलाई बिउ राख्नलाई ब्याड पनि उठाउनु भएको छ। आज ब्याडमा पानी हाल्दै गाइस ट्याङ्कीको पानी सकिरा। हेर्नुहोस् है गाइस, यस्तो हाम्रो मकैबारी उता पनि छ, उताको सबै काट्यो। आज घाँस छर्नु भयो। यसो हेर्नु कस्तो आएको गाइस, मलाई उडाउनु लाग्यो। यस्तो आनन्द आयो नि। अझै आयो भने हावाहुरी पर्खिएर आओस्, आएन भने आउँदै आउँदैन कि गाइस। यस्तो छ नि, यस्तो डरलाग्दो। फेरि हजुरलाई डरलाग्दो कि लाग्दैन कमेन्ट गर्नुहोस् है। ल गाइस, अहिले बाई। म बेलुका अचार रेडी भएपछि देखाउने छु। बाई। अब चाहिँ तताउनु लगाएको, हेर्न सक्नुहुन्छ। यता दिदी तताउँदै हुनुहुन्छ। आँपको अचारको लागि मसला रेडी हुँदैछ। एकछिन पटरट्ट पड्किन्छ गाइस। हेर्नुहोस् है गाइस, पड्किँदैछ है अहिले, पटरट्ट गयो खै। हेर्नुहोस् है गाइस, अब चाहिँ पड्किरहेको छ धेरै नै। है गाइस, निकालेर यता चाहिँ गाइस, अब चाहिँ यो मसलालाई ग्राइन्ड गर्ने। ग्राइन्ड गरेको नि हजुरलाई देखाउने छु है त। यस्तो भएको छ गाइस, फेरि पिस्नुपर्छ होला। अब चाहिँ रेडी भयो। अब तेल तताउने गाइस, होइन गाइस, तेल तताउने। अब तेल तातेको जस्तो छ, दिदीले हालिदिन्छु। तेल तात्यो। अब चाहिँ ज्वानोहरू के राख्दै हुनुहुन्छ दिदीले, मेथी। हेर्नुहोस् है गाइस, मिठा सुप। हेर्नुहोस् है गाइस, अब आँपलाई ज्वाइँ पारेको अवस्था। अब चाहिँ आँपलाई मोल्नुहुन्छ दिदीले मसलाहरू राखेर, अघि नै ग्राइन्ड गरेको मसलाहरू। चाहिँ मोल्नु भयो दिदीले। हरारी बास्ना आएको छ गाइस।
हजुरहरूलाई पनि चाहिएको छ भने सम्पर्क गर्नु होला है मलाई भनेर चाहिँ भन्न सक्दिनँ म भनेर भन्न सक्छु हेर्न सक्नुहुन्छ है गाइज मोलिरहनु भएको छ दिदीले अचार यता हुन्छ दिदी मस्तले काम गरिरहनु भएको छ खाँदै आउनु लाग्यो कस्तो भयो हेर्नुहोस् है गाइज दिदीले मोल्दै हुनुहुन्छ हातमा पन्जा लगाएर यता अब डब्बामा राखिदिनु लाउनु भएको छ हेर्नुहोस् है गाइज मसला तल तल छ अहिले खाम जस्तो भइसक्यो हुन्छ है गाइज हुन्छ गाइज यो डब्बा चाहिँ भरेको अवस्था एक डब्बामा अब अलि यति बाँकी छ हुन्छ गाइज अघिको अर्को डब्बा र अहिलेको यो डब्बा भरियो हुन्छ गाइज अघिको आँपको अचार यो अघिको आँपको अचार 2 डब्बा भरियो गाइज अब चाहिँ अर्को दिन भेटौँला बाई लाइक सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है लाइक सब्सक्राइब कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला बाई